सामान्यमा पब्लिक गाडीहरू चलेको कति पैसा लाग्छ है त आजको यस भिडियोमा भन्न गइरहेको छु। आज त डे 53 र नेपालबाट मेरो साथीहरू आउनुभएको छ र मेरो आइफोन 17 प्रो म्याक्सको लागि चाहिँ सामानहरू आएको छ, त्यसैले म लिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र अहिले चाहिँ टिकट काउन्टर बन्द भइसकेको हुन्छ र टिकट निकाल्नु पर्ने हुन्छ मेसिनबाट र एउटा टिकटको चाहिँ तपाईँको 10 रुपियाँ ल्याइ पर्छ, जुन नेपाली रुपियाँ 320 रुपियाँ हुन्छ भने एउटा टिकटमा दुईपट्टि युज गर्ने मिल्छ भने एकपट्टिबाट चाहिँ 1.5 घन्टा चलाउनु मिल्छ। र गाडीभित्र गएर चाहिँ पहेँलो बक्सभित्र टाइम हुन्छ र टाइमको 3 घन्टा हुन्छ भनेपछि 1 घन्टाको नेपाली 100 रुपियाँ पर्छ गाडी चढेको है त साथी हो। अब म चाहिँ हिँडेमा आइसक्यो, एउटा गाडी चेन्ज गर्नुपर्ने हुन्छ र गाडी चाहिँ 220 नम्बर भएर यहाँ चाहिँ रुटिन देख्न सक्नुहुन्छ। यो 220 नम्बर र आज शनिबार आइतबार सोमबार त डोमिनिका सटरडे सन्डे भएर अहिले चाहिँ 18 भने चाहिँ म 18-19 को गाडी छुटिसकेको छ भने 19-25 मा चाहिँ गाडी छ है त। अब कुद्नुपर्ने छ टन्नै चाहिँ आइपुगिसकेँ र मेरो चाहिँ ब्याट्री सकिन लाग्यो। सी यु इन द नेक्स्ट भिडियो है त गाइज।